Father God, we come to you in Jesus' name. प्रभु येशू हामी तपाईको येशूको नाममा तपाईको अगाडि आउँदछौँ। Thank you for bringing us together once again. प्रभु हामी धन्यवाद चाहन्छौँ तपाईले हामीलाई सँगै ल्याउनु भएको लागि धन्यवाद। Yes, visit us and quicken us by your Holy Spirit. तपाईको पवित्र आत्माको सामर्थ्यले हामीलाई सहायता गर्नुहोस् प्रभु। Bless your word into our hearts. प्रभु यो वचनले हाम्रो हृदयमा काम गरोस् प्रभु। Lord, you are our hiding place. प्रभु तपाई हाम्रो लुक्ने ठाउँ हुनुहुन्छ प्रभु। We ask for fresh manna. प्रभु आज हामी ताजा मन्नाको लागि प्रार्थना गर्छौँ। Great is the Lord, and you are greatly to be praised. प्रभु तपाई महान हुनुहुन्छ परमेश्वर पिता तपाईलाई धन्यवाद चाहन्छु। In Jesus' name, amen. येशूको नाममा आमेन। José Masi. Sama खड़ा हो सकता है। शब्द बने हो सकता है। वो भी खाओ पियो वांडर को महिमा करो। आमेन। ini kemudian ada jemaat tiga orang baik bersama berarti jangan sampai mari kita
चाम्रालाई तुरैको आवाजमा उहाँले हामीलाई लिन आउनुहुन्छ होइन उहाँले हामीलाई लिन आउनुहुन्छ नि जीवनको नदी हुनुहुन्छ उहाँसँगै हेर्छ उहाँसँगै लिइरहन्छ उहाँ महान र मानिस हुनुहुन्छ जो सृष्टि गर्नु
प्रभु पिताले एकलौटे पुत्रलाई पठाएछ पाप उठाउनलाई। मेरो पछि क्रुसैमा उनी चढी उद्धार मेरो गरेर प्रशंसा होइरहोस् ईश्वरको, कति महान प्रशंसा होइरहोस् ईश्वरको, कति यीशु संसारमा आउँछ, असीमा साथै जान्छन् उहाँ। विनम्र साथ उनलाई उहाँ पुज्नेछु, महान ईश्वरको गर्छु प्रशंसा।
यसको दर समय त्यो तपाईँले दिनुभयो, तपाईँको महिमाको लागि, तपाईँको प्रशंसाको लागि धन्यवाद यसो। यो समय यसोका गरोस्, धन्यवाद सम्पूर्ण कुरा यसोका यस प्रभुको नाममा आमेन। कतिको उत्साहित छौँ? साँच्चै नै होइन, आज हामी अन्तिम दिनमा छौँ अनि पास्टर सेवेली हाम्रो बिचमा हुनुभएको लागि तपाईँ कतिको एक्साइटेड, कतिको उत्साहित हुनुहुन्छ? अर्को वर्ष पनि we are thinking about next year also. We need, this is last year, that's why next year. साँच्चै नै यो महत्त्वपूर्ण कुरा हामी उत्साहित भइरहेछौँ न त। हामीले हरेक साँझको मेसेज भयो, लिडरसिपको आजको लिडरसिप, हिजोको सेसन, त्यसपछि कन्फरेन्स एकदमै हामीलाई महत्त्वपूर्ण छैन त यो? यो चाहिँ महत्त्वपूर्ण कुरा। यसैको लागि पास्टर शिवले हाम्रो बिचमा आउनुभएको छ। अरू केही कुराको लागि होइन। पास्टर शिवले जहिले पनि भन्नुहुन्छ म सदरमाथा हेर्न आएन, म काठमाडौँ हेर्न आएन, म कुनै पनि ठाउँ हेर्न, म तपाईँहरूलाई भेट्न आएको। अनि परमेश्वरको वचनबाट उत्साहित गर्नुहुन्छ, त्यो चाहिँ एकदमै हाम्रो लागि महत्त्वपूर्ण कुरा छ। यसले चाहिँ हामीलाई एकदमै ऊर्जा दिन्छ, शक्ति दिन्छ। अनि हामी नेपालकै 75वटै जिल्लामा 77वटै जिल्लामा होइन, हामी 77 जिल्लामा पुग्छौँ। हामी सुसमाचार प्रचार गर्छौँ, मानिसहरूलाई ख्रिस्टको बारेमा साँची हुन्छ, गवाई हुन्छ। हामी परमेश्वरको कामको लागि वचनमा हामीले त्यही सुनेका थियौँ होइन। हामी परमेश्वरको कामको लागि सृजना गरेका, हामी परमेश्वरले हामीलाई एफिसी 2 अध्यायको 8-10 पदले के भन्छ? हामी उहाँले उहाँको इच्छा अनुसार हामीलाई बनाउनु भयो र उहाँकै इच्छा अनुसार काम गरेको छ। उहाँको इच्छा चाहिँ ती हराएका मानिसहरू जो चाहिँ समस्यामा छन्, हराएका छन्, तिनीहरूलाई सुसमाचार प्रचार गर्नु चाहिँ तपाईँको मेरो कर्तव्य हो। साँच्चै यो कन्फरेन्स डे हामी अति उत्साहित हुन्छौँ र हामीले गएर परमेश्वरको वचन आफ्नो ठाउँमा, आफ्नो छिमेकीलाई हामी वरपर प्रचार गर्छौँ। योभन्दा ठुलो अर्को कुनै पनि काम छैन। हामीले सुन्दै आएका होइन, आज 7 दिनसम्म यही कुरा सुनेका छौँ। जाओ, प्रचार गर, मानिसहरूलाई बचाओ, मानिसहरूलाई सुसमाचार प्रचार गर, मानिसहरूलाई ख्रिस्टको बारेमा बताओ। योभन्दा ठुलो कुरा अर्को होइन छैन। परमेश्वरले हाम्रो वास्ता गर्नुहुन्छ। हामीले सुनिहाल्यो भने हिजो बेलुका जतिजना उहाँ हुनुहुन्थ्यो होइन, विश्वासका स्रोतहरू के हुन् त भन्दाखेरि हामीले 7वटा विश्वासको स्रोतहरूको बारेमा सुनेका थियौँ। हिजो उहाँ चाहिँ हामीलाई हेर्न भनेको तपाईँहरू जतिले सुन्नु भएको छ, हामी यसलाई ध्यान दिउँ, यसलाई विचार गरौँ। यो चाहिँ परमेश्वरको वचन हो, जसले चाहिँ मैले जहिले पनि परमेश्वरको वचनको बारेमा कुरा गर्ने गरेको 1-2वटा कुरा म तपाईँलाई भन्छु। परमेश्वरको वचन जति दैनिक रूपमा हामी अध्ययन गर्छौँ, हामीले आफ्नो आत्मिक जीवन, हामी अरूको लागि, पास्टरले या चर्चको अगुवाले वचन पढ्दै भनेर पढेको होइन, हामी आफ्नो जीवनलाई। मैले जहिले पनि 5वटा कुराहरू छु। पहिलो कुरो तपाईँले सुन्नबाट सुरु गर्नुहोस्, वचन सुन्नुहोस्, परमेश्वरको वचनलाई ध्यान दिनुहोस्, सुन्नुहोस्। सुन्न सजिलो छ नि, अहिले त टिभीमा, रेडियो के सरी यो मोबाइलमा पनि अडियो बाइबलहरू छ, हामी सुन्न सक्छौँ। पहिलो कुरा सुन्नु, चर्चमा आएर सुन्न सक्छौँ परमेश्वरको वचन, मण्डलीमा आएर सुन्न सक्छौँ। त्यस कारण मण्डली जान नछोड्नु, सुन्ने कुरामा पहिला प्रायोरिटी दियो। जब सुन्छौँ नि त्यसले हाम्रो विश्वासलाई वृद्धि गराउँछ। त्यसपछि पढौँ होइन, हामी पढ्नुपर्छ। हरेक दैनिक रूपमा हामीले पढ्ने कुरा मैले तपाईँहरूसँग मैले बताउनु खोजेको कुरा के हो, दैनिक रूपमा हामीले यसलाई अध्ययन गर्छौँ, पढ्छौँ। परमेश्वरको वचन यो मेरो लागि जब हामी जति अध्ययन गर्छौँ नि, मैले त भन्छु अरू सांसारिक एजुकेसनहरू त्यसले केही पनि कुरा गर्छ, त्यसले त हामीलाई परमेश्वर छैन भन्ने कुरा दिएन। बाइबलमा साइन्स छैन, बाइबलमा म्याथ छैन, बाइबलमा यी कुराहरू छैन, बाइबलमा परमेश्वरको वचन छ। त्यस कारण पढ्नुहोस्, 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 पढ्नुहोस्। हिजो अस्ति सुनेको कुरालाई म अलिकति तपाईँलाई भन्दैछु। परमेश्वरको वचनलाई दैनिक रूपमा 5 मिनटबाट, 5 मिनटले भन्नुहुन्थ्यो 5 मिनटबाट सुरु गर्नुहोस्, 5 मिनट पढ्नुहोस्, त्यसपछि 10 मिनट गर्नुहोस्, 20 मिनट गर्नुहोस्। त्यसपछि तपाईँ पश्चिमले के भन्नुहुन्थ्यो भने ड्रग एडिक्टलाई पनि यसले चाहिँ छुटकारा दिन्छ, रक्सी खाने मान्छेहरूलाई नि छुटकारा दिन्छ। अनि तपाईँ चाहिँ त्यसैमा अब बाइबलमै एडिक्ट हुनुहुन्छ, बाइबललाई पढिरहनुहुन्छ, हरेक समय पढ्नुहोस्। अनि त्यति मात्र त्यसभन्दा माथि म तपाईँलाई अर्को कुरा भन्छु, अध्ययन गर्नुहोस्।
पढ्नु र अध्ययन गर्नुमा फरक छ। गहिरो रूपमा परमेश्वरको वचनलाई हामी अध्ययन गर्छौँ। परमेश्वरको दासहरूले प्रचार गर्नुभएको कुरालाई हामी गहिरो रूपमा अध्ययन गर्छौँ होइन। अध्ययन गर्नु हामी सबैजना अध्ययन गर्न सक्छौँ। हामी सबैजनाले गहिरो रूपमा त्यसको बारेमा त्यसका के कुराहरू छन् त्यसलाई हामी लिन सक्छौँ। चौथो कुरा मनन गर्नुहोस् भनेर भन्छ। मैले मनन गर्ने कुरालाई चाहिँ हामीले गाउँघरतिर दहीलाई मथेर घिउ निकाल्छौँ नि होइन, मथेपछि निस्किन्छ। त्यसै गरी परमेश्वरको वचनबाट मथौँमा मनन गर्नु, त्यसबाट हामीले परमेश्वरको सत्यता बाटोहरू जान्न सक्छौँ। जति हामी परमेश्वरलाई चिन्ने कोसिस गर्छौँ त्यति हामी अगाडि बढ्छौँ। पाँचौँ कुरा कण्ठ गर्नुहोस्। कण्ठ गर्नु गाह्रो छ तर दैनिक रूपमा गर्दै जानुहोस्। आजको दिनभरिलाई गर्नुहोस् कण्ठ। मैले धेरैलाई भन्दिनँ आज दिनभरि एउटा पद दुईवटा पद आज दिनभरिलाई गर्नु, भोलिलाई बिर्से पनि केही छैन। तपाईँले चाहिने समयमा परमेश्वर। त्यस कारण ती परमेश्वरको वचनहरू सुन्नको लागि, परमेश्वरको वचनको गहिराईको सत्यता बुझ्नको लागि हामी सुन्नको लागि यहाँ आएका छौँ। पास्टरले हाम्रो बिचमा हुनुहुन्छ र यो महत्त्वपूर्ण कुरा हो। त्यसले गर्दाखेरि यो कन्फरेन्सबाट चाहिँ म चाहिँ धेरै आशिषित भएको छु होइन। म आफूलाई एकदमै धेरै आशिषित कुरा गर्छु र धेरै कुराहरूको कुरा भएको छ। प्रभुलाई धन्यवाद होस्। हामीले अर्को वर्ष पनि पास्टर शिवले हाम्रो बिचमा आउनुहुन्छ, किनभने पास्टर शिवले भन्नुभएको छ म बुढो होइन म जवान छु। आउँछु भन्नुभएको। प्रभुलाई धन्यवाद गरेको हुन्छ। हामी यो समय पास्टर फ्रेड, वेलकम पास्टर फ्रेड। It's been a beautiful time here in Nepal. नेपालमा सुन्दर समय व्यतीत भइरहेको छ। To see the wonderful faces out here. अनि यहाँ मैले अद्भुत अनुहारहरू देख्दै छु। And yeah. So thank you. धन्यवाद। We want to thank God for what He has done in each one of our lives. हामी प्रत्येकको जीवनमा परमेश्वरले जे गर्नुभएको छ त्यसको निम्ति हामी धन्यवादी छौँ। We are lives that have been changed. हाम्रो जीवन चाहिँ परिवर्तन भएको छ। This is a supernatural work. यो चाहिँ अलौकिक कार्य हो। You are supernatural people. तपाईँ चाहिँ अलौकिक मानिसहरू हुनुहुन्छ। Born by a supernatural birth. अनि एउटा अलौकिक जन्मबाट जन्मिनु भएको छ। Kept by a supernatural power. अलौकिक शक्तिबाट तपाईँ जोगाइ राखिनु भएको छ। Sustained by a supernatural food. अनि तपाईँले अलौकिक खानाद्वारा जीवित भइराख्नु भएको छ। Taught by a supernatural teacher. तपाईँ अलौकिक शिक्षकद्वारा सिकाइनु भएको छ। From a supernatural book. अनि त्यसपछि एउटा अलौकिक पुस्तकबाट सिकिराख्नु भएको And छ। we have a supernatural captain. अनि हामीसँग एउटा अलौकिक कप्तान He's the हुनुहुन्छ। captain of he's the Lord of hosts. उहाँ चाहिँ सेनाहरूका परमप्रभु हुनुहुन्छ। And he gives us a sure victory. अनि उहाँले हामीलाई सुनिश्चित विजय दिनुहुन्छ। I like simple formulas. अनि मलाई चाहिँ के कुराहरू मनपर्छ Simple I can remember. ताकि म साधारण रूपमा सम्झिन सकूँ। And it's a definition of prayer. अनि एउटा प्रार्थनाको And परिभाषा। maybe you can remember it. सायद तपाईँले यसलाई सम्झिन सक्नुहुन्छ होला। Prayer is asking a good thing from a good father. अनि प्रार्थना भनेको चाहिँ असल पिताबाट असल कुराहरू माग्नु हो। Prayer is a good son asking a good thing from a good father. एउटा असल छोराले आफ्नो असल पिताबाट असल कुराहरू माग्नु चाहिँ प्रार्थना हो। If your son asks for bread, would you give him a stone? यदि तपाईँको छोराले तपाईँलाई रोटी माग्नु भयो भने तपाईँले ढुङ्गा दिनुहुन्छ होला र? If your son asks for an egg, would you give him a scorpion? यदि तपाईँको छोराले चाहिँ एउटा अन्डा माग्यो भने उसलाई तपाईँले बिच्छी दिनुहुन्छ होला र? So prayer is a good son asking a good thing from a good father. अनि प्रार्थना भनेको एउटा असल छोराले असल पिताबाट असल कुरा माग्नु प्रार्थना। Do we have a good father? के हामीसँग असल पिता हुनुहुन्छ? Will he withhold any good thing from us? के उहाँले हामीबाट कुनै असल कुराहरू रोकिराख्नुहुन्छ र? No. रोक्नुहुन्न। Is his ears always open? के उहाँको कान सदा खुला रहन्छ? Does he ever stop caring? के उहाँले वास्ता गर्न छाडिदिनुहुन्छ होला र? Does he ever stop giving? के उहाँले दिन कहिले छाड्नुहुन्छ होला र? We have a great God. हामीसँग महान परमेश्वर हुनुहुन्छ। Does God wake you up in the morning with a verse? अनि परमेश्वरले तपाईलाई बिहान एउटा पद सँगै उठाउनुहुन्छ होइन र? Well,
I believe if you ask, he will wake you up with a verse. अनि यदि तपाईले माग्नु भयो भने एउटा बाइबलको पद चाहिँ तपाईलाई उहाँले बिउजाउनुहुन्छ He'll wake you up with a thought, and okay, you can put a verse to it. अनि तपाईँ एउटा सोचद्वारै जागृत हुन सक्नुहुन्छ र त्यसमा एउटा पद पनि राख्न Now, if you सक्नुहुन्छ turn in your Bibles to Genesis chapter 49, यदि तपाईले आफ्नो बाइबललाई उत्पत्ति 49 अध्यायमा verse पढ्नु 22. 49 अध्यायको 22 Many पद preachers in this room. यहाँ चाहिँ धेरै प्रचारकहरू This हुनुहुन्छ is a beautiful text to preach out of. अनि यो प्रचार गर्नुको निम्ति अत्यन्तै सुन्दर पद हो And you can always put yourself in the Bible. अनि तपाईले जहिले पनि बाइबलमा आफैलाई राखिराख्नु That's why the Bible becomes alive. त्यही भएर बाइबल चाहिँ जिउँदो हुन्छ It starts out, it says, Joseph is a fruitful bow. त्यही भएर यो उत्पत्ति 49 को 22 मा युसुफ एउटा फलवान हाँगा हो You know, bow is like a plant that stretches forth. अनि हाँगा भनेको हामीलाई थाहा छ नि एउटा रुखको हाँगा हुन्छ It is like a branch that stretches forth. अनि यो चाहिँ बाहिर निस्केर आउने एउटा हाँगा हो And you can put yourself right in there. You are a fruitful bow. अनि तपाईँ पनि एउटा फलवन्त हाँगा हुनुहुन्छ And in this room, there's a lot of bows. अनि यो कोठामा धेरै हाँगाहरू हुनुहुन्छ We are just not a stump going nowhere. हामी चाहिँ अल्झेर बसेको एउटा ठुटो जस्तो But भयो you are fruitful bows. तर तपाईँ एउटा फलवन्त हाँगा हुनुहुन्छ Even a fruitful bow by a well. अनि यो चाहिँ मुहाननेर भएको फलवान हाँगा हो And there's two words we want to think about in this short devotional. अनि यो सानो सन्देशमा हामी केही कुराहरू यहाँ सुन्न चाहन्छौँ Ask माग्नु and abide. अनि त्यसपछि रहिराख्नु Two simple words. यी साधारण दुई शब्दहरू Ask माग्नु and abide. अनि रहिराख्नु William Carey, the great missionary in Calcutta, India, कलकत्तामा आएका विलियम केरी जो एक महान मिसनरी थिए he said, attempt great things for God अनि परमेश्वरको निम्ति सबभन्दा महान कुरा भनेको and expect great things from God. अनि परमेश्वरबाट महान कुरा चाहनु र महान कुरा माग्नु हो Took him to many parts in India. उनीले चाहिँ यो कुरा धेरै इन्डियाका भागहरूमा I'm लगे sure Nepal was on his heart. अनि नेपाल पनि उनको हृदयमा थियो And attempt great things for God. परमेश्वरको निम्ति महान कुरा गर्नु That bow going over the wall, okay, is attempting great things for God. अनि जसका हाँगाहरू पर्खाल नागेर जान्छ त्यसको मतलब परमेश्वरको निम्ति महान कुराहरू चाहिँ And हासिल you गर्नु notice it's by a well. अनि याद छ यहाँ मुहाननिर भनेको छ Now, how many times a day do you drink something? अनि दिनमा कति पटक तपाईँ केही कुराहरू पिउनुहुन्छ पानी अथवा यस्ता कुराहरू You don't have to totally calculate it, but I say many times a day. ठ्याक्कै भन्न नसकेला तर धेरै पटक पिउँछौँ हामी हैन You don't say, I drank something a month ago, I drank a little pani a month ago, and I'm all set. अनि एक महिना अगाडि मैले पानी पिएको थिएँ अहिलेसम्म म ठिक छु भनेर त हामी भन्दैनौँ हैन The woman at the well in John 4:10, अनि यूहन्ना 4:10 मा इनारनिरको स्त्री Jesus said, if you would have asked, I would have given you living water. यदि तिमीले मसँग मागेकी भए म तिमीलाई जिउँदो पानी दिने थिएँ And that spoke of salvation. अनि त्यसले मुक्तिको विषयमा बताउँछ But we just don't drink once. तर हामी एक पटक मात्र पिउँदैनौँ We need to consistently have that living water. हामीसँग निरन्तर त्यो जिउँदो पानी हुन आवश्यक छ Yes, positionally we are saved once and for all. अनि पदीय रूपमा हामी एक पटक सधैँको निम्ति बचाइएका But छौँ progressively we need the drink of that living water. तर क्रमिक रूपमा चाहिँ हामी त्यो जिउँदो पानीबाट If पिएका you छौँ ask, यदि तिमीले मागेकी a भए good father won't hold it back. अनि एउटा असल पिताले त्यसलाई And that थामिराख्छ branch, okay, that went over the wall, अनि त्यो पर्खाल जुन त्यो हाँगा जुन Was पर्खाल by a नागेर well. जान्छ, जुन चाहिँ मुहानिएर छ whose branches run over the wall. अनि जसका हाँगाहरू पर्खाल नागेर जान्छन् I got a note here in my Bible from Dr. Stevens, that's a greater grace believer. अनि एउटा ग्रेटर ग्रेस विश्वासी भएको हुनाले डाक्टर स्टिफनबाट एउटा That's a यहाँ चाहिँ छ। victorious believer. अनि यो चाहिँ विजयी विश्वासी हो You in this room are victorious believers. तपाईँ यो कोठामा हुनुभएकाहरू चाहिँ विजयी विश्वासीहरू You haven't quit. तपाईँले हार खानु भएको छैन And grace त्यही भएर sustains us. अनुग्रहले हामीलाई बचाइराख्छ Grace keeps us. अनुग्रहले हामीलाई If जोगाइराख्छ it wasn't for the grace of God, we all would have given up. यदि परमेश्वरको अनुग्रह थिएन भने हामी सबै हार खाइसकेका हुने थियौँ The grace, okay, sustains us. The power of God sustains us. परमेश्वरको सामर्थ्य अनुग्रहले हामीलाई We are a बचाइराख्छ supernatural people. हामी अलौकिक मानिसहरू हौँ If any man be in Christ, he's a new creation. यदि कोही क्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो Old things have passed away.
all things have become new. सबै कुराहरू बिति गएका छन् र सबै कुराहरू नयाँ Then in भएका verse छन्। 23 it says, the archers have sorely grieved him अनि त्यसपछि 23 पदले भन्दछ काँडा हान्नेहरूले and उसलाई shot ज्यादै at कष्ट him and दिए hated him. अनि ऊ माथि काँडा चलाएर उसलाई घृणा गरे। Joseph, okay, was hated by his brothers. अनि योसेफ चाहिँ उनका आफ्नै भाइहरूद्वारा घृणा गरिएका थिए। Jesus Christ was crucified. अनि येशू ख्रीष्ट पनि क्रुसित हुनुभएको थियो। If they persecuted him, यदि will उहाँलाई they सतायो not भने persecute us? हामीलाई पनि सताउँदैनन् होला र? And the Bible says to rejoice when you're persecuted. अनि त्यसपछि जब तिमी सताइन्छौ बाइबलले भन्दछ आनन्द मनाऊ। We got a real problem if the world loves us. यदि संसारले हामीलाई प्रेम गर्छ भने त्यो त It says, समस्या hey, I'm all for you. अनि उनीहरू सबै उनीहरूकै लागि We're different than the world. हामी यो संसारभन्दा अलग छौँ, फरक छौँ। Now in verse 24, I want you to look at this. अनि 24 पदमा तपाईहरुले यो हेरेको म चाहन्छु। But it said, but his bow abode in strength, तर उहाँको धनु दृढ रह्यो and the arms of his hand were made strong by the hands of the mighty God Jacob. र उसका हातका पाखुराहरू याकूबका सर्वशक्तिमान परमेश्वरका हातद्वारा बलियो पारियो। His arms were made strong. अनि उहाँका हातका पाखुराहरू सामर्थ्य छन्। कसरी? Where does our strength come from? हाम्रो सामर्थ्य चाहिँ कहाँबाट आउँदछ? The mighty hand of the God of Jacob. अनि याकूबका परमेश्वरको बलियो The पाखुरा mighty hand of a good father. अनि सर्वशक्तिमान परमेश्वरको हातबाट आउँदछ। And I love Ezra and Nehemiah. It says many, many times, the good hand of the Lord was upon you. अनि नेहमायाको पुस्तकमा बारम्बार भनेको छ परमेश्वरको भलोपूर्ण हात हामी माथि छ। You know, the hands of a good father. अनि असल पिताको हात They can stabilize somebody that's worried. अनि जो चिन्तामा छ उसलाई आएर त्यसले सान्त्वना दिदछ। A coach, when a player comes in to play football, अनि जब एउटा प्रशिक्षकले कोही फुटबल खेल्न आउँछ भने he'll put his hand on him. उसले आफ्नो हात राख्छ Then he'll send him out. अनि उसलाई बाहिर लान्छ। It's like a transfer, if you will, of confidence. अनि यो चाहिँ एउटा भरोसा गर्ने इच्छा चाहिँ हालिदिनु हो। And that, I want you to always remember, myself, I want you to remember this. The good hand of the Lord is upon you. अनि म अनि तपाईले यो याद गरेको म चाहन्छु कि परमेश्वरको भलो हात हामी माथि छ। And when we go out by faith, अनि जब हामी विश्वासद्वारा जान्छौँ and the bow or the branch goes over the wall, अनि त्यो हाँगा चाहिँ पर्खाल नागेर जान्छ। the good hand of the mighty God of Jacob is on you. याकूबका परमेश्वरको महान हात चाहिँ तपाईँ माथि छ। And then the last part is in John 15. अनि अन्तिममा यूहन्ना 15 अध्याय 4 पद। Abide in me, ममा रहिरहौ and I in you, अनि म तिमीहरुमा रहन्छु। as the branch cannot produce fruit जसरी एउटा हाँगाले फल फलाउन unless it सक्दैन abide in the vine, यदि ऊ त्यो चाहिँ ताकको बोटमा रहिरहेन भने we cannot produce fruit हामी आफैले फल फलाउन सक्दैनौँ। unless we abide in Him. अनि त्यही भएर हामी उहाँमा Unless रहिरहेछौँ। we abide in Him. हामी उहाँमा रहिरहेछौँ। So ask, He will not withhold. अनि माग्नुहोस् उहाँले थामिराख्नु Abide in Him. उहाँमा रहिराख्नुहोस्। How do we abide in Him? हामी उहाँमा कसरी रहिराख्न सक्छौँ? Well, the word abide means make a permanent dwelling. अनि त्यसो रहिराख्नु भन्ने शब्दले चाहिँ यो हो कि उहाँमा स्थायी रूपमा We रहनु abide भन्ने in the हुन्छ। Word. हामी वचनमा रहन्छौँ, We abide in fellowship. संगतिमा हामी रहन्छौँ, We abide in prayer. हामी प्रार्थनामा रहिराख्छौँ And there's a confidence अनि त्यहाँ चाहिँ भरोसा हुन्छ and assurance that you will produce fruit. अनि सुनिश्चितता हुन्छ कि तपाईँले फल फलाउनुहुनेछ। आमेन। So you are a fruitful bow तपाईँ चाहिँ एउटा फलवन्त हाँगा that हुनुहुन्छ goes over the wall. जुन पर्खाल नागेर जान्छ। It may be the wall going to Bhutan. सायद यो भुटानमा पुग्छ होला, Maybe over the wall, okay, to Tibet. अनि तिब्बतमा यो पुग्छ होला, Could be over the wall to Mongolia. मङ्गोलियामा पनि पर्खाल नागेर पुग्छ होला। Why not? किन नहुने त? Nepalis go into all the world for employment. अनि नेपालीहरू चाहिँ काम गर्न जताततै विश्वभरि गइरहेका छन्। Why not go into all the world for the gospel? सुसमाचार लिएर संसार भनी चाहिँ किन जान सक्दैन? आमेन। परमेश्वरले आशीर्वाद दियोस्।
आकाशभन्दा उच्च हुन्छ सबैले गर्नु कुरा टालेर Amen.
Can we all stand for the reading of the word? वचन पढ्दै गर्दा हामी सबैजना उभिन सक्छौँ। We read from Genesis chapter 49, हामी उत्पत्ति 49 अध्यायबाट पढ्नेछौँ verse 22 अनि 49 को 22 पदबाट till 26. अनि 26 सम्म। Joseph is a fruitful bough by a well. His branches run over the wall. युसुफ एउटा फलवान हाँगा हो, मुहानिर भएको फलवान हाँगा हो जसका हाँगाहरू पर्खाल नागेर जान्छन्। The archer had bitterly grieved him, shot at him and hated him. अनि काँडा हान्नेहरूले उसलाई ज्यादै कष्ट दिए, उमाथि काँड चलाए र उसलाई घृणा गरे। But his bow remained in strength, and in the arms of his hands were made strong by the hands of the mighty God of Jacob. तर उनको धनु दृढ रह्यो र उसका हातका पाखुराहरू याकूबका सर्वशक्तिमान परमेश्वरका हातद्वारा बलियो पारिए। By the God of your father who will help you, and by the Almighty who will bless you with blessings of heaven above, blessing of the deep that lies beneath, blessing of the breast and of the womb. त्यो तिम्रा पिताका परमेश्वरद्वारा भएको हो जसले तिमीलाई सहायता गर्नुहुनेछ र सर्वशक्तिमानद्वारा भएको हो जसले तिमीलाई माथिबाट स्वर्गका आशीषहरूले मनी दबेर बसेको गहिरो सागरका आशीषहरूले स्तनहरू र गर्भका आशीषहरूले आशीषित The पार्नुहुनेछ। blessing of your father have excelled the blessing of my ancestor up to the utmost bound of the everlasting hills. They shall be on the head of Joseph, and on the crown of the head of him who was separate from his brother. अनि तिम्रा पिताका आशीषहरू चाहिँ मेरो पुर्खाहरूका आशीषहरू भन्दा अनन्त डाँडाहरूको सीमासम्म नै बढी छन्। ती युसुफको शिरमाथि आउँछन्, उसैको शिरको चोटीमाथि आउन् जो आफ्ना दाजुभाइहरूबाट अलग पारियो। Thank you, Father, धन्यवाद पिता, that we can stay by a well and we can run over the wall. हामी मुहाननिर रहिरहन सक्छौँ र पर्खाल नागेर जान सक्छौँ। Bless our time this morning, हाम्रो समयलाई आशिष दिनुहोस् यो बिहान, this rap session, यो ऱ्याप सेसनमा this time together. एकसाथ In Jesus' name, यीशु ख्रीष्टको नाममा amen. You may be seated. तपाईहरु बस्न सक्नुहुन्छ। Thank you, Pastor Fred. धन्यवाद पास्टर फ्रेड। I'm going to give you Joseph's email. म तपाईहरुलाई योसेफको इमेल दिन गइरहेको छु आज। www.joseph www.ggwo.org. If you want to reach him, यदि तपाई उहाँलाई पुग्न चाहनुहुन्छ भने www.joseph@ggwo. Just try it sometime. इमेल पठाउनुहोस् है तपाईहरुले .org. .org। If he answers you, let me know. यदि उनले जवाफ दिए भने उहाँलाई पनि भन्नु होला कि जवाफ पाउनुभयो भनेर। Many years ago in India, I preached on this verse. I don't even know where it was. अनि धेरै वर्ष अगाडि Also, भारतमा यो one time सन्देश मैले प्रचार Carl गर्नुभयो। and Susie somewhere. पास्टर कार्ल र सुजी पनि त्यहाँ छु। It was in Bombay. बम्बेमा गर्नुभयो। Was it in the, what years was it in the 80s? कहिले थियो यो? Huh? You don't remember the year, Pastor Goldman? समय याद छैन। By the way, for some of you, you can still marry him. He doesn't remember the years. तपाईले चाहिँ उहाँसँग अहिले पनि बिहे गर्न सक्नुहुन्छ कारण उहाँले कति वर्ष भयो थाहा पाउनु नै भएको छैन त्यही भएर। Maybe you would marry him and he would forget who you are. I don't know. तपाईले विवाह गरेपछि उहाँ को हुनुहुन्छ त्यो नै बिर्सिनु होला तपाईलाई थाहा छैन के हुन्छ। It's very possible, isn't it? यो अत्यन्तै सम्भव छ। So, this is very amazing portion of scripture. यो चाहिँ वचनको अत्यन्तै अद्भुत खण्ड हो। It says something about Joseph. योसेफको विषयमा यसले केही बताउँछ। Joseph's name means God will add unto you. अनि योसेफको नामको अर्थ यो हो कि परमेश्वरले तिमीमा केही कुराहरू थपिदिनुहुन्छ। If your name is Joseph, यदि तपाईको नाम योसेफ हो anybody भने here Joseph? योसेफ भन्ने नाम कोही हुनुहुन्छ यहाँ छु? Oh my God, nobody? Not one Joseph? एउटा योसेफ पनि रहन्छ यहाँ छु। Okay, all of you men stand up. सबै पुरुषहरू खडा हुनुहोस् त्यसो भए। Men. पुरुषहरू। Okay, I'm giving you a new name today. आज तपाईहरुको सबको नयाँ नाम राखिनेछ। And now Joseph, sit down. अब तपाईहरु सबै योसेफ हुनुहुन्छ बस्नुहोस्। Not one Joseph, huh? एउटा पनि योसेफ छैन यो। Wow.
Wait till I tell the people in Baltimore, there's not one Joseph in Nepal. बल्टिमोरमा गएर म यो भन्नेछु योसेफ भन्ने त एउटा नै रहेछ नेपालमा भने। So some of you that are having baby, अनि कसैको चाहिँ यहाँ चाहिँ बच्चा हुँदैछ, if it's a boy, यदि केटा भयो भने I got a great name. त्यहाँ राम्रो नाम पाउनु भयो अब। What is it? के भयो? योसेफ। You know who I'm talking to. कसलाई बताइरहेको छ थाहा छ हैन तपाईलाई? There's two good possibilities. One is Joseph. अनि दुईटा सम्भावना हुन्छ, एउटा चाहिँ योसेफ हुन्छ, The Lord will add to you. परमेश्वरले तपाईमा जोड्नुहुन्छ, The other is Stephen, अनि अर्को चाहिँ स्टिफन राख्न सक्नुहुन्छ, crown of glory. अनि जो चाहिँ महिमाको मुकुट भन्ने हुन्छ। So either one is good. त्यो दुवै राम्रो छ। Or it could be Joseph Stephen or Stephen Joseph. जोसेफ स्टिफन, स्टिफन जोसेफ पनि हुन सक्छ। I'm only joking. तर मजाक गर्दैछु है। Name whatever name you want. जे नाम राख्न मन लाग्छ त्यही राख्नु। But two things are said. His blessing was, listen to this. यसलाई सुन्नुहोस् है The तपाईले। blessing on the head of Joseph योसेफको शिरमाथिको आशीष was more than Abraham, अब्राहम भन्दा धेरै थियो, Isaac, इसाक भन्दा धेरै थियो, याकूब भन्दा धेरै थियो। It says the blessing on the head of Joseph was above his progenitors or his ancestors or his family. अनि योसेफको शिरमाथि जुन आशीष थियो त्यो चाहिँ उनको पुर्खाहरू भन्दा, उनको बाबुबाजेहरू भन्दा ती भन्दा माथि थियो। You know why? किन हो थाहा छ? Because he walked with God, किन उनी परमेश्वरसँग but he हिँडिरहेको was separated from his family. तर उनी आफ्नो परिवारबाट अलग पारिएका He was थिए। a missionary to Egypt. उनी मिस्रको निम्ति मिसनरी थिए। He went to Egypt when he was 17 years old, 17 वर्षको हुँदाखेरि उनी मिस्र गएका थिए। and he lived in Egypt for 93 years. 93 वर्षसम्म उनी मिस्रमा रहे। When they carried his bones out, जब उनीहरूले उनको हड्डीहरू बोकेर he ल्याए, was 110 years old. त्यो चाहिँ 110 वर्षको थियो। When he died at 110. उनी 110 वर्षको हुँदाखेरि I मरेका want you थिए। to imagine something. म तपाईले केही कुरा याद गरेको म चाहन्छु। There's something going through the Red Sea. त्यहाँ छेउ लाल समुद्रद्वारा भएर केही जाँदैछ, There's something going through the Jordan River. अनि यर्दन नदी पार गरेर केही कुरा There's जाँदैछ, something traveling in the wilderness. अनि त्यहाँ छेउ उजाड स्थानमा पनि केहीले यात्रा There's गर्दैछ, something coming to Israel. केही कुरा इजरायलमा आउँदैछ। What is that? अनि त्यो के हो? It's the bones of Joseph. त्यो चाहिँ योसेफको हड्डीहरू हुन्। Amen. आमेन। Hebrews 11:22 talks about the bones of Joseph. हिब्रू 11:22 ले बताउँदछ योसेफका The हड्डीहरूको bones of विषयमा। Joseph speak about the promises of God. अनि योसेफको हड्डीहरूले चाहिँ परमेश्वरको प्रतिज्ञाको विषयमा बताउँदछ। God made a promise. परमेश्वरले एउटा प्रतिज्ञा गर्नुभयो। And the bones of Joseph were very much the promise of them coming out of Egypt. अनि त्यसपछि योसेफका हड्डीहरूले यो इङ्गित गर्दछ कि उनीहरू इजरायल मिस्रबाट निस्केर आउनेछ। And they had to carry those bones. अनि उनीहरूले त्यो हड्डीलाई बोक्नु पर्दथ्यो। You know how far that was? कति टाढा लानु पर्थ्यो थाहा छ तपाईलाई? From Egypt to Israel? मिस्रदेखि इजरायलसम्म कति टाढा छ थाहा They छ? had to bring it took them how many years? कति वर्ष लाग्यो उनीहरूलाई? How many years was that journey, Pastor Fred? About 40 कति वर्ष लागेको in थियो? the wilderness? उजाड स्थानमा 40 वर्ष लाग्यो। Imagine you got these bones for 40 years 40 वर्षसम्म यो हड्डीहरू बोकेर हिँड्दा कस्तो हुन्छ सोच्नुस् त? and you can't leave them anywhere. उनीहरूलाई तपाईले कहीँ पनि छोड्न सक्नुहुन्छ। Joseph says, swore an oath to me. अनि योसेफले भनिसके कि मेरो कसम खाऊ कि यो Bring लानेछौ my भनेर। bones up when I die. म मरेपछि मेरो हड्डीहरू लानेछौ भनेर मसँग कसम खाऊ भनेका थिए। आमेन। Bring up my bones. मेरो हड्डीहरू माथि लिएर जाऊ। And so they carried those bones अनि ती हड्डीहरू उनीहरूले बोके hundreds and hundreds of kilometers. अनि सयौं किलोमिटर यात्रा गरे। God carries us अनि परमेश्वरले हामीलाई बोक्नुहुन्छ many years वर्षौं वर्षसम्म, because of the promises of God. कारण परमेश्वरको प्रतिज्ञाको कारणले That's गर्दा what the bones of Joseph योसेफको हड्डीहरू are all about. अनि यो सम्पूर्ण कुरा त्यही हो। But that's not my message. तर त्यो आज मेरो सन्देश For the होइन। rap. र्याप सेसनको निम्ति There's two things he said. उनले त्यहाँ चाहिँ दुईटा कुरा बताउँछन्। He said he stayed by a well अनि उनी चाहिँ मुहाननिर रहे भनेर and भनिएको his छ। branches went over a wall. अनि उनको हाँगा चाहिँ पर्खाल नागेर गयो। You know why Christian branches never go over the wall? किन क्रिस्चियन भाँगाहरू चाहिँ कहिले पर्खाल नागेर जाँदैन थाहा There छ? is no Bible school. त्यहाँ चाहिँ बाइबल स्कुल छैन, There is no outreach. त्यहाँ चाहिँ सुसमाचार There is छैन, no mission. त्यहाँ चाहिँ मिसन There is छैन, no त्यहाँ evangelism. चाहिँ सुसमाचार प्रचार छैन। Why? किन? They don't stay by the well. कारण उनीहरू मुहाननिर रहिराख्दैनन् And they cannot go over the wall. अनि त्यसपछि उनीहरू पर्खाल नागेर पनि जान There सक्दैन। are many walls in people's lives. त्यहाँ चाहिँ मानिसहरूको जीवनमा धेरै पर्खालहरू छन्। There's the wall of sin. त्यहाँ चाहिँ पापको पर्खाल छ, There's the wall of the old sin nature. पुरानो पाप स्वभावको पर्खाल There's छ, the wall of the devil.
त्यहाँ चाहिँ शैतानको पनि पर्खाल There's छ the wall of demons. अनि त्यहाँ चाहिँ दुष्ट आत्माहरूको पनि There's पर्खाल the छ wall of trials. अनि त्यहाँ चाहिँ परीक्षणहरूको पनि There's the पर्खाल छ wall of the test. अनि त्यहाँ चाहिँ जाँचको पनि पर्खाल There's छ the wall of the past. अनि विगतको पनि पर्खाल छ There's the wall of human opposition. अनि मानवीय अवरोधहरूको पनि त्यहाँ चाहिँ पर्खाल छ Are you with me? मसँग हुनुहुन्छ There's the wall of politics. अनि त्यहाँ चाहिँ राजनीतिको पर्खाल पनि छ There's the wall of rules and regulations. त्यहाँ चाहिँ नियम कानुनको पनि पर्खालहरू छ There's all kinds of walls. त्यहाँ चाहिँ धेरै प्रकारका पर्खालहरू छन् I like what Caleb said. अनि मलाई कालेबले भनेको कुरा मनपर्छ Nobody wanted to go to this certain mountain. अनि कोही पनि निश्चित त्यो पहाडमा जान चाहेका थिएन Numbers 13 and Joshua 14. अनि गन्ती 13 र योसु 14 He said, give me this mountain. उनले भने यो पहाड मलाई दियो The biggest giants were at the top of the mountain. अनि त्यो पहाडमा चाहिँ सबभन्दा ठुला असुरहरू थिए Caleb was 85 years old. अनि कालेब चाहिँ 85 वर्षको There was a भएको lot of young men there. त्यहाँ चाहिँ धेरै अरू जवान मानिसहरू थिए Their mouth was shut. उनीहरूको मुख चाहिँ चुप लाग्यो The old man said, अनि तर यो बुढा मानिसले भन्यो give me this mountain. त्यो पहाड मलाई दियो Those enemies are bread for us. ती शत्रुहरू चाहिँ हाम्रो निम्ति रोटी बन्ने छन् Those enemies are my lunch. अनि तिनीहरू चाहिँ मेरा खाना बन्ने छन् ती I'm शत्रुहरू। going to eat them for lunch. म उनीहरूलाई खाना खाए चाहिँ खानेछु See, he didn't see a wall. त्यही भएर उनले त्यहाँ चाहिँ पर्खाल देखेनन् There's so many walls. त्यहाँ चाहिँ धेरै पर्खालहरू छ What can stop me? मलाई के कुराले छेक्न सक्छ Can your health stop you? के तिम्रो तपाईको स्वास्थ्यले छेक्न सक्छ Can your finances stop you? तपाईको आर्थिक अवस्थाले छेक्न सक्छ My parents said to me, उहाँको अभिभावकले उहाँलाई we're भने taking our grandchildren to Africa. हाम्रो नाति नातिनालाई तिमीले अफ्रिका लिएर जाने This cannot happen. अब हामी यो गर्न दिँदैनौँ I said to them, अनि मैले उनीहरूलाई भने I have two words for you. दुईटा वचन छ तिमीहरूको निम्ति Bye bye. बाई बाई I love them. मैले उनीहरूलाई प्रेम But गर्छु then they became great supporters after. अनि त्यसपछि उनीहरू महान सहायता गर्ने What if the बनेपछि। children get sick? यदि बच्चाहरू बिरामी भयो भने के गर्ने They die and go to heaven. उनीहरू मर्छन् र स्वर्ग जान्छन् What do you want from me? I don't know. के चाहन्छौ मबाट थाहा They're in the छैन। hand of God. उनीहरू परमेश्वरको हातमा छन् Well, they're in their 50s now. They're both alive. अनि आज चाहिँ 50 वर्ष भइसक्यो उनीहरू दुवैजना जिउँदो छन् And everybody thinks about the walls. अनि धेरैजनाले यो पर्खालको विषयमा सोध्छन् Dr. Stevens didn't even finish his schooling. अनि डाक्टर स्टिफनले उहाँको विद्यालयको शिक्षा पनि पुरा गर्नु भएन His father passed away उहाँको पिता मर्नुभयो when he was a young boy. उहाँ सानो केटा हुँदा नै They said that when he was walking around the house, he was asking all the time for his daddy, but his daddy was gone. अनि उहाँ चाहिँ आफ्नो घरमा यताउति दौडिँदाखेरि मेरो बुवा खै भन्नुहुन्थ्यो तर उहाँको बुवा मरिसक्नु भयो He was from a very poor part of the state of Maine in America and had no money and they had no food and they were farming. अनि उहाँ मेन भन्ने अमेरिकाको एउटा सानो ठाउँबाट हुनुहुन्थ्यो उहाँहरू किसान गर्नुहुन्थ्यो पैसा आउने थिएन खानेकुराहरू हुन्थेन अत्यन्तै गरिब Look हुनुहुन्थ्यो at all the walls that were facing him. अनि उहाँले चाहिँ कति पर्खालहरू सामना गर्नुभयो हेर्नुहोस् He न went over the wall. उहाँ चाहिँ पर्खाल नागेर जानुभयो Hallelujah. हालेलुया That's why you're sitting here today. त्यही कारण तपाईँहरू यहाँ चाहिँ बसिराख्नु I भएको don't छ care what you think. तपाईँले जेसुकै You are सोच्नुहोस् here today. तपाईँ आज यहाँ चाहिँ There's a हुनुहुन्छ church today in Nepal because Pastor Stevens went over the wall. यहाँ चाहिँ नेपालमा आज मण्डली छ कारण पास्टर स्टिफन चाहिँ पर्खाल नागेर जानुभयो त्यही भएर हो Hallelujah. हालेलुया I want to go over the wall. म चाहिँ पर्खाल नागेर जान चाहन्छु Are you listening? सुन्दै हुनुहुन्छ How? कसरी Stay by the well. मुहाननिर रहिराख्नुहोस् Stay by the well of the Word of God. परमेश्वरको वचनको मुहाननिर रहिराख्नुहोस् Stay by the well of grace. अनुग्रहको मुहाननिर Stay by रहिराख्नुहोस् the well of mercy. कृपाको मुहाननिर रहिराख्नुहोस् Stay by the well of God's faithfulness. परमेश्वरको विश्वास योग्यताको मुहाननिर Stay by रहिराख्नुहोस् the well called the church. मण्डलीको मुहाननिर Stay रहिराख्नुहोस् by the well of faith. विश्वासको मुहाननिर Stay रहिराख्नुहोस् by the well. मुहानमा रहिराख्नुहोस् You leave the well, यदि तपाईँले मुहान छोड्नु भयो भने you're thirsting, तपाईँ तिर्खाउनुहुन्छ you're dying, तपाईँ मर्दै जानुहुन्छ and you look at the wall. अनि तपाईँ पर्खालमा हेर्नुहुन्छ Oh no, म नाग्न सक्दिनँ I can't do that. म यसलाई नाग्न सक्दिनँ Somebody said to me कसैले आएर उहाँलाई भन्यो in 1985, 1985 मा that's 40 years ago, 40 वर्ष अगाडि हो यो Africa? अफ्रिका जाने People die there. मान्छेहरू मर्छ त्यहाँ गयो भने By the way, do you know तपाईँलाई थाहा छ Africa? अफ्रिकामा This is what Africa was named. अफ्रिकालाई यस्तो नाम दिएको थियो The white man's graveyard.
अनि त्यसलाई चाहिँ सेता मानिसको चिहान भनेर भनिन्थ्यो। Alexander Mackay went to Uganda, 8 of them, they all died. एलेक्जेन्डर मखाया चाहिँ युगान्डा गएका थिए, जति 8 जना गएका थिए 8 जना मरे। Most missionaries died in Africa. धेरै मिसनरीहरू अफ्रिकामा मरे। They called it the graveyard for the white man. अनि सेता मानिसहरूको चिहान भनेर नामाकरण गरेका It थिए। was a wall. यो चाहिँ एउटा पर्खाल थियो। Hello? सुन्दै हुनुहुन्छ? It's a wall. यो पर्खाल थियो। To some people, Nepal was a wall. कतिपय मान्छेको निम्ति नेपाल पनि पर्खाल हो। For Pastor Carl, it was not a wall. तर पास्टर कालको निम्ति यो पर्खाल थिएन। Because he stayed by the well. कारण उहाँ मुहाननिर रहिराख्नु भयो। And then he went over the wall. अनि पर्खाल नागेर जानुभयो Pastor उहाँ। Carl and Susie are amazing people. पास्टर काल र उहाँको श्रीमती अद्भुत No मानिसहरू matter हुनुहुन्छ। what happened in their lives, उहाँको जीवनमा चाहे जेसुकै किन they भएन, stayed by the well. उहाँहरू मुहाननिर रहिराख्नु Their भयो। branches went over the wall. अनि उहाँको हाँगाहरू पर्खाल नागेर गयो। Hello? सुन्दै हुनुहुन्छ? We wouldn't be here today if it wasn't for them. यदि उहाँहरू हुनुहुन्थेन भने हामी आज यहाँ हुने थिएनौँ। Are you listening? सुन्दै हुनुहुन्छ? Stay by the well. मुहाननिर रहिराख्नुहोस्। Don't let the devil distract you from the well. यो मुहानबाट तपाईँलाई ध्यान भ्रमितबाट शैतानलाई नदिनुहोस्। यहाँ Get a good education राम्रो शिक्षा पाऊ भन्छ so you उसले, can get a good job ताकि तिमीले राम्रो काम पाउन and you सक्छौ can marry a good person अनि राम्रो मान्छेलाई तिमीले विवाह गर्न and सक्छौ then get a good divorce. अनि त्यसपछि राम्रो सम्बन्ध विच्छेद पनि पाउँछौ तिमीले। Sorry. माफ गर्नुहोला। Believe me, some people, अनि मानिसहरूलाई विश्वासै गर्न they सक्दैन। leave the well for a woman. उनीहरूले एउटा स्त्रीको निम्ति मुहान छोडिदिन्छन्, They leave the well for a husband. एउटा श्रीमानको निम्ति यिनीहरूले मुहान They leave the छोडिदिन्छन्, well for a job. एउटा कामको निम्ति उनीहरूले मुहान छोडिदिन्छन्। There was a girl. त्यहाँ चाहिँ एउटा केटी थिइन्, She was like a disciple. उनी चेला जस्तै थिइन्। She was under Dr. Stevens उनी डाक्टर स्टिफनको for मातहतमा many years. धेरै वर्षसम्म She came to our hometown. She came on the team from Lennox. अनि लिनेक्सबाट चाहिँ एउटा टिममा चाहिँ उहाँको They started the सहर church. आएको थियो। त्यहाँ चाहिँ मण्डली सुरु They भयो, started the church. मण्डली सुरु भयो त्यहाँ। The church was about 75 people. अनि त्यो मण्डली चाहिँ 75 जना मानिसको थियो। Some man asked her, "Would you marry me?" अनि कतिपय पुरुषले आएर उनलाई सोधे कि तिमी मसँग विवाह गर्छौ? She came to me. She said, "What do you think?" अनि उनी आइन् र उहाँलाई भनेन् के गर्ने? मैले I भने said, "Not now." अहिले नगर। He's been in the church for 1 year. उनी त्यो एक वर्ष मात्र रहेको He's been छ। in the church for 10 years. तिमी चाहिँ 10 वर्षदेखि यो मण्डलीमा छौ। You finished Bible school. तिमीले बाइबल स्कुल He सिधाएको hasn't even gone to one Bible class. एउटा कक्षा कोठामै त्यो केटा I गएको छैन। said, "If it's God, wait." यदि परमेश्वरबाट हो भने पर्ख भने मैले। She said, "No." उनले भने पर्खिदिन म। She married him. विवाह गरिन् उनले। It was good for a year. अनि त्यहाँ चाहिँ केही वर्षको निम्ति राम्रो भयो। Then he started to go back to his drinking. अनि ऊ फेरि आफ्नो पिउने कुरामै फर्किन थाले। Then he started to slap her. अनि त्यसपछि उनलाई चट्कन हाल्न By थाले। the way, you men, don't you ever hit a woman. यहाँ जति पुरुष हुनुहुन्छ स्त्रीलाई एकचोटि पनि नकुट्नु होला। सुन्दै हुनुहुन्छ? You hit a woman and I find out, I'm going to come back to Nepal and get you. यदि तपाईँले एउटा स्त्रीलाई कुटेको मैले थाहा पाएँ भने म आएर नेपालमा आएर तपाईँलाई Don't छोड्ने you छैन। ever touch a woman. एउटा स्त्रीलाई कहिले पनि तपाईँले नछुनुहोस्। They are precious. उनीहरू बहुमूल्य छन् And the husband doesn't need to do that. अनि एउटा श्रीमानले त्यसो गर्न आवश्यक छैन। Don't even yell at her, okay? उसलाई उसको अगाडि गएर नचिचाउनुहोस् न। सुन्दै हुनुहुन्छ? If you have, repent. यदि तपाईँले गर्नुभएको छैन अहिले पश्चाताप Get गर्नुहोस्। right with God. परमेश्वरसँग सही भन्नुहोस् Trust God for your wife. अनि परमेश्वरको निम्ति भरोसा गर्नुहोस् आफ्नो श्रीमतीको निम्ति। So you know what happened? के हुन्छ थाहा छ? They married. उनीहरूले विवाह गरे। He became a drunkard. ऊ बियरगढ बन्यो फेरि। He started to hit her. उसलाई पिट्न थाल्यो उसले। Are you listening? सुन्दै हुनुहुन्छ? You know what happened to her? के भयो उनलाई थाहा छ? They got divorced. उनीहरूको सम्बन्ध विच्छेद भयो। She ended up in an insane institution for crazy people. अनि उनी चाहिँ पागलहरू राख्ने ठाउँमा गएर बस्नुपर्ने भयो। Why? किन? She didn't stay by the well. किनकि उनी मुहानेर रहिराखेनन्। And therefore, त्यही कारणले she couldn't go over the wall. अनि उनी पर्खाल लाग्न सकिन। I don't know where she is today. आज थाहा छैन उनी कहाँ छिन्। It's a sad story. तर यो एकदम दुःखलाग्दो कथा Her हो। name was Sandy, उनको नाम स्यान्डी हो and it was a sad thing that happened. अनि त्यो एकदम गलत कुरा भयो त्यहाँ। Anything could happen to me. मेरो जीवनमा जे पनि हुन So I सक्छ। say, hey, परमेश्वरले भन्नुहुन्छ हे I don't need the church anymore. मलाई मण्डलीको आवश्यकता छैन भन्छ। I did enough already. मैले धेरै गरिसकेँ भन्छ। We got 400 churches in Africa. What? I did enough. अहिले म 400 मण्डली भइसक्यो मैले I'm सबै going to गरिसकेँ। go home म घरमा जान्छु and retire. अनि त्यसपछि रिटायर्ड And हुन्छु sit in my rocking chair अनि त्यसपछि त्यो हल्लिने चेयरमा and बस्छु drink my Coca-Cola अनि कोका कोला सुक्क सुक्क and पिउँछु wait to die. अनि मर्नलाई कुरिराख्छु।
By the way, my wife wouldn't allow that. तर उहाँको श्रीमतीले त्यसो हुन दिनुहुन्न फेरि She says no Coca-Cola. उहाँले भन्नुहुन्छ कोका नपिउनु भनेर See, if I don't stay by the well, यदि म मुहानेर रहेन भने I won't be preaching when I'm 95. 95 वर्ष हुँदा पनि म प्रचार गर्ने छैन I plan to visit you when I'm 95. म 95 हुँदाखेरि पनि यहाँ आउने प्रण गरिरहेको छु मैले I'm 78 now, 77. अहिले म 77 78 वर्षको भएँ You're going to put up with 15 more years of me. 15 वर्ष अझै तपाईले थपिदिनुहुन्छ उहाँलाई Maybe I won't even be able to walk. अनि त्यतिखेर सायद म हिँड्न नि सक्दिनँ You'll carry me. तपाईले उहाँलाई बोकेर ल्याउनुहुन्छ यहाँ Yeah. I won't be able to feed myself. You'll have to feed me. उहाँले आफैलाई खुवाउन पनि सक्नुहुन्न Yes, sir. तपाईहरुले Yes, आफै sir. यस He'll take care of me. उहाँले खुवाउनुहुन्छ है उहाँले तपाईको Amen. Some of you young men. तपाई यहाँ चाहिँ जवान मानिसहरु By हुनुहुन्छ the way, take care of older men, okay? बुढा मानिसहरुको वास्ता गर्न सुन्दै हुनुहुन्छ Don't become like America where they throw old people away. अमेरिकामा चाहिँ बुढा भएपछि मान्छेहरुलाई घरबाट निकालिदिन्छ त्यस्तो नहुनुहोस् They put you in some home उनीहरुलाई एउटा घरमा लगेर राखिदिन्छ with आश्रममा all लगेर old people that are dying. अनि आश्रममा धेरै मान्छेहरु मरिरहेका I छन् told my children, उहाँले आफ्नो बच्चाहरुलाई don't भन्नुहुन्छ be in a home like that. त्यस्तो आश्रममा लगेर मलाई राख्यो भने Make sure I don't have a gun. मसँग गन नहोस् है I'll shoot people and then go to jail. It's better. म बरु तिमीलाई सुट गरेर झेलखानामा गएर बस्छु त्यही आनन्द हुन्छ मलाई I'm just having fun. म मजा गर्दैछु I go back to my army days. उहाँको विगतको आर्मीको दिनहरुमा जानुहुन्छ When I was in the army, जब उहाँ आर्मीमा हुनुहुन्थ्यो याद छ stay by a well. त्यही भएर मुहानेर रहिराख्नुहोस् Don't run away. नभाग्नुहोस् Don't allow little things to take you out of your ministry. तपाईको सेवाकाईबाट साना साना कुराहरुले तपाईलाई नपछ्याओस् We've seen it, हामीले देखेका छौं Pastor Fred and Pastor Norm. We've seen men who've लeft. अनि पास्टर फ्रेड र पास्टर नम हामीले देखेका छौं मानिसहरु जसले छाडे And we saw what became of them. अनि के भयो उनीहरुलाई हामीले थाहा छ I know one guy that left, he became a homosexual. एउटा मानिस चाहिँ समलिङ्गी हुनको निम्ति सर्वकाई He was छोडिदियो pastoring with me उ चाहिँ मसँगै पास्टर in थियो Massachusetts. म्यासाचुसेट्समा He became a उ homosexual. चाहिँ एउटा समलिङ्गी भयो How? कसरी भयो How could that happen? त्यो कसरी हुन सक्छ He didn't stay by the well. उनी मुहानेर रहेनन् Didn't stay by the well. मुहानेर रहे Now maybe it will not be that bad. सायद त्यति खराब हुन सक्ने थिएन Maybe you'll even become a successful business person. सायद तपाईं अत्यन्तै सफल व्यवसायी बन्नुहुन्छ होला But you can't go over the wall anymore. तर तपाईं त्यो पर्खाल नागेर जान Because सक्नुहुन्छ you left the well. कारण तपाईले मुहान छाड्नु भयो www. www What did I say? के थियो इमेल www.ggwo.com. www.ggwo.com. What is the email? .com थियो के थियो इमेल Joseph जोसेफ थियो at www. @www I don't know. I don't know how to do emails anyway. इमेल कसरी गर्ने मलाई थाहा छैन त्यो बोल्न नै आउँदैन मलाई I don't know how to do it. I have my wife and my secretaries. They do it. I don't know how to do it. उहाँको श्रीमती र उहाँको सेक्रेटरीले गर्छन् इमेलहरु उहाँले आउँदैन गर्न I've never used a computer in my life. उहाँले आफ्नो जीवनमा कहिले कम्प्युटर प्रयोग गर्नु भएको छैन And I don't plan to. अनि म त्यो योजना पनि गर्दिन Are you with me? सुन्दै हुनुहुन्छ I want my brain to be a spiritual computer. म मेरो दिमाग नै आत्मिक कम्प्युटर भएको म चाहन्छु Are you with me? मसँग हुनुहुन्छ Joseph. योसेफ www.joseph@ggwo.com. www.joseph@ggwo.com Stay by the well. मुहानेर Stay रहिराख्नुहोस् by the well. मुहानेर रहिराख्नुहोस् When there's a trial, जब त्यहाँ चाहिँ परीक्षण हुन्छ stay by the well. मुहानेर रहिराख्नुहोस् When your children are not doing so well, यदि तपाईको बच्चाहरूले राम्रो गरिरहेका छैनन् भने stay by the well. अनि त्यही मुहानेर रहिराख्नुहोस् Your branches तिम्रो तपाईको हाँगा will go over the wall. पर्खाल नागेर जान्छ Your branches will reach out तपाईको हाँगा चाहिँ माथि जान्छ पर पुग्छ to other people, अरु मानिसहरूलाई छुन्छ to त्यसले new churches, नयाँ मण्डलीहरू स्थापना new हुन्छ countries. नयाँ देशमा They said you have 55 churches. तपाईसँग 55 वटा मण्डली छ I'm going to give you a challenge. तपाईलाई एउटा म चुनौती दिन्छु All of you, तपाईहरु सबैलाई pastors. पास्टरहरूलाई How about 110 4 years from now? अबको 4 वर्षमा 110 बनाउन सक्ने कि नसक्ने How about? के हो त No, if you don't do it, don't be condemned.
यदि तपाईँले सक्नु भएन भने आफूलाई So दोषी we नठाउनुहोस्। gotta have spiritual goals and visions. हामीसँग आत्मिक लक्ष्यहरू र दर्शन हुनु That जरुरी means, छ। listen, this is so simple. यो अत्यन्तै साधारण छ, सुन्नुहोस्। In 4 years, अबको 4 वर्षमा every church plant one. That's just one एउटा church. मण्डलीले अर्को मण्डली स्थापना गर्नुहोस्। Even if the church has 5 people, यदि एउटा मण्डलीमा 5 जना मात्र भयो भने it's पनि still a church. त्यो मण्डली नै हो। Everyone plant one. एउटाले अर्को एउटा स्थापना गर्नुहोस्। आमेन। Branches running over the wall. त्यो भएर यहाँ चाहिँ हाँगाहरू पर्खाल नागेर जाँदैछन्। Amen. आमेन। Father, thank you पिता धन्यवाद for this time today. आजको यो समयको निम्ति। Well, there's a lot of walls. त्यहाँ चाहिँ धेरै पर्खालहरू छ। There's unbelief. त्यहाँ चाहिँ अविश्वास छ, There's failure. त्यहाँ चाहिँ विफलता छ, There's sin. पाप छ, There's the devil. शैतान छ, There's trouble. त्यहाँ चाहिँ समस्या There's छ, health. स्वास्थ्य छ, There's finances. आर्थिक कुराहरू छ। But stay by a well. तर मुहानतिर रहिरह। The well of the Bible. बाइबलको The मुहान, well of grace. अनुग्रहको The मुहान, well of love. प्रेमको The मुहान, well of the finished work. सिद्धिएको कार्यको The मुहान, well of the Holy Spirit. पवित्र आत्माको The मुहान, well of the church. मण्डलीको The मुहान, well of the gospel. सुसमाचारको The मुहान, well of faithfulness. विश्वासिकताको मुहान, WW. WW, By a well. त्यो एउटा मुहानतिर, Over a wall. अनि त्यो मुहानतिर बसेर Jesus' पर्खाल name. राख्नुहोस्। येशू ख्रीष्टको नाममा Amen. आमेन। Take 5 minutes, bring up have questions. Take 5 minutes, stand up, go to the back, whatever you gotta do. अनि 5 मिनेटमा के गर्न सक्नुहुन्छ गरेर आउनुहोस्, त्यसपछि हामी ऱ्याप सेसनमा Go जान्छौँ। eat momos, be back in 5 minutes. 5 मिनेटमा 10 वटा मोमो खाना हुन्छ। I took off like a message.